आज चाहिँ 5 पोखरीको यात्रा सुरु। साँखोबाट आज हामी मेलम्ची सकिन्छ भने देउरालीसम्म पुग्ने, त्यसपछि हेरौँ कहाँ पुगिन्छ। हेलो, हामी मेलम्ची पुग्यौँ। हामीलाई साँखोबाट यहाँ आइपुग्न सवा एक घन्टा लाग्यो। बाटो चाहिँ लगभग 5 किलोमिटर चाहिँ पुरै अफ रोड थियो, नभए अरू त ठिकै थियो। अहिले चाहिँ हामी यहाँ मेलम्ची चाहिँ यसो खाजा ब्रेक। अहिले चाहिँ 4:45 बजेको। अब आज हामी यहाँबाट अझै अलिक माथि टिप्पेनीसम्म जाने भन्ने प्लान छ। किनभने यता खाजा खाइरहेछ, यो ठक्क अलि खोलाको छेउमा लेफ्टबाट जानुपर्ने छ। सियो मेलम्ची खोला। हामी बजारबाट तलबाट अब यो पुल तरेर उता जान्छ। अब हामी कहाँसम्म पुग्ने हो? टाइमसम्म पुग्ने प्लान छ आज। सी अहिले बडी कहाँ है? हेलो, हामी चाहिँ आज छिमतेलबाट माथि जानु लाग्यो। कहाँसम्म हो रे? नौसिङपाटीसम्म बाइकमै जाने प्लान छ होइन? बाइकमा यहाँबाट देउरालीसम्म जाने। यहाँबाट देउरालीसम्म बाइकमा गएर त्यहाँ बाइक छोडेर त्यहाँबाट हिँड्न सुरु गर्ने। हिजो बेलुका हामी यहाँ 8 बजे पुग्यौँ। साँखोबाट 3:30 बजे हिँडेको, यहाँ त रातिको 8 बजे पुग्यौँ। बाटोमा यस्तो लड्दै पढ्दै आयौँ। बाटो के पनि देखिएको थिएन, तर यहाँ पुगेपछि आनन्दै भयो। अब यहाँबाट स्टार्ट गर्नुपर्छ। हेलो करण, तिमीलाई भेट्यो हामीले यहाँ। यो चाहिँ हामी छिमटिकबाट निस्किने बाहिर आउने बित्तिकैको झरना यत्रो ठुलो छ। यो हाम्रो ग्याङ हो। हामी यहाँ 5वटा बाइक उठाउँछौँ। डे 1.5 ठाउँ चाहिँ जिबिन थाना छिमटिक है। छिमटिक ठाउँ चाहिँ 5 पोखरी यात्रा सुरु जियो। जिता पासपिना दो पता परिचय है। हेलो, नाम सर्वश्रेष्ठ सर्वश्रेष्ठ प्रेम प्रकाश श्रीराम श्रेष्ठ देवेन्द्र श्रेष्ठ मणिजुर युवा क्लब ये पासपिङ मजाबुली सिंह पासपि जिथाना चाहिँ 17 वर्ष गएपछि यहाँ 20 वर्ष यहाँ लोमन ढुङ्गा गुली थिएँ। तर ठाउँका थाना गाडी नबोल्दाखेरि ठाउँ चाहिँ जिबिन थाना छिम्ती थाना चुनाव अहिले ठाउँ चाहिँ थाना खास देउराली तक बाइक पनि ख एना बाइकै म सिंह नेसियो पनि नागा अथवा 5 मिनट दको था नेसियो त रेडी ल अथवा गाडी जान थान नारायण डाँडा गाडी जान थान लास्ट स्टप खनि खुसरी हो गाई खन जम्मा सो नारायण डाँडा यो चेन लगाऊ। सो आ ठाउँ चाहिँ जिबिन थान लङ नेसियो छिम्ती। सो यसै छिम्ती अहिले थोर लाट होस् ल, एकदम बाला भ्यू एकदम बाला। हेलो, यो चाहिँ अब हाम्रो छिम्तीबाट हिँड्दै आएको। यो चाहिँ हाम्रो फर्स्ट चोलुङ्गे पुल। हेलो श्रीमती, मेरो श्रीमती यहाँ अगाडि हिँड्दैछ। हामी सोचिरहेको छौँ एउटा श्रीमान श्रीमती भ्लग बनाऊ, कस्तो हुन्छ? ठिक छ फेरि
कसैको गीत नि सबैको वाइ वाइ रहेछ यहाँ ल त्यहाँ चाहिँ चिम्ती हामी त्यहाँबाट हिँडेको लगभग 10-15 मिनट भयो होला यहाँ अब एउटा बोर्ड रहेछ यहाँनिर दुईटा बाटो आइपुग्यो गाडी बाइकबाट आउने बाटो र त्यो जोडिदियो रहेछ यहाँबाट लेफ्टबाट गयो भने चाहिँ अमिलो पानी राइटबाट गयो भने चाहिँ चिसा पानी पाँच पोखरी यहाँ केटाले लुगासुगा खोल्न थाले बिस्तारै गइरहेछन् सबैजना यस कोही माथि पुगे यहीँको लोकलहरू त अहिले यो रफ्तार हिँड्यो भने चाहिँ 5 पोखरी पुगिन्छ भनिरहेछन् त्यो पनि 6 बजेभित्र पुगिन्छ 5-6 बजेभित्र हामीलाई अलिक गाह्रै होला हेरौँ जाँदै गरौँ के हुन्छ यात्रा यहाँ ट्राभलिङ गर्दै गर्दा यहाँ चाहिँ यस्तो रेड र व्हाइटको मार्किङ छ यो रेड र व्हाइटको मार्किङ फलो गर्नुभयो भने ट्रेलको यो हो जसरी मारुतिमा व्हाइट र ब्लू थियो हैन बिचमा एउटा रेड डट थियो राम्रो लाग्यो यो दुईटा रुखको बिचमा गेट जस्तै यहाँबाट हेर्दा त बस्तीसम्म देखेर मात्र जस्तो लागेको थियो हामीलाई कोदो हो त्यो कोदो हो ए कोदो जानुहोस् हामी बसेका छौँ झिलिमिली बत्ती बलिया नि यहीँ होला है तल त धेरै रहेछ धनान गरेको छ सबै हेर्दै ल गाडी गाडी पनि सिन्कीसम्म अहिले त्यहाँ चिम्तीबाट हिँडेको लगभग 45 मिनट्स भयो अब चाहिँ यहाँ देउराली पुग्यो अब बाइकबाट आउँदाखेरि चाहिँ लास्ट स्टप यहीँ रहेछ सो बाइक मान्छेले चाहिँ बाइक यहाँ छोड्ने अनि त्यतिबाट चाहिँ हिँड्दै गर्दो रहेछ हामी पनि बाइक ल्याउने आँट गर्नु लाग्यो तर धेरै जानुपर्छ भने हिँड्दै आइयो सो दिस इज देउराली फर यु There are some contacts. Somebody wants contacts over here. Oh, the thought is there. Oh,
मलाई यो ठाउँ याद आयो दिदी याद आयो अब यो ठाउँ याद आयो मलाई यहाँ चाहिँ अब देउरालीमा पसल रहेछ यहाँ आमाले हामीलाई चिया चौचौ बनाउँदै हुनुहुन्छ धन्यवाद आमा ल हजुर ओहो ल राम्रो रहेछ तपाईँको ठाउँ त ल यो पनि देखेको त ये हामी चाहिँ अहिले यो के ठाउँ देउरालीबाट हिँडेको लगभग 1 घन्टा भयो होइन देउरालीबाट हिँड्दाखेरि लगभग 15 मिनट्सको यहाँबाट तल चाहिँ एउटा के चौर भन्ने थियो त्यहाँ जस दुध चोर के थियो एउटा त्यहाँ चाहिँ जस अलिअलि बस्ने मिल्ने टाइपको ठाउँ रहेछ अब यो टुप्पी डाँडा पुग्न मेरो विचारमा अब लगभग आधी 1 घन्टा बाइक छ अझै तर बाटो एकदम राम्रो छ हिँड्नलाई एकदमै राम्रो जङ्गलको बाटो एकदमै राम्रो मेरो वाइफ पनि हिँडिरहेछ म उसलाई दिइरहेको छु यहाँ चाहिँ हामीले धेरै म्याराथन रनरहरू भेट्यौँ तीमध्ये कोही त मच्योर लेडिजहरू पनि थियो एन्ड दे आर अल्सो डुइङ इट द्याट्स रियली इम्प्रेसिभ एक्चुली अब मेरो साथीहरू चाहिँ अलिक माथि पुगिसके हामी चाहिँ जस बिस्तारै स्लो एन्ड स्टडी पेसमै गइरहेछौँ हामी लगभग 3 आवर्स जति हिँडेर टुप्पी डाँडा भयो टुप्पी हो कि टोपी भयो यहाँ काले दाइरे ए यसको रहेछ सो 2 घन्टा लाग्छ भन्थ्यो हामीलाई लगभग 3 घन्टा लाग्यो टप टुप्पी डाँडा रहेछ यता डोङ 2720 मिटर हेलो हाई अहिले चाहिँ हामी यहाँ ताङ्गु खर्क पुग्यो हाइट छ 2878 मिटर यहाँ चाहिँ जे होस् हस्बेन्ड्री एनुअल हस्बेन्ड्रीहरू पनि टन्ने रहेछ यस्तो भैँसीहरू राँगोहरू अनि यहाँ सानो 2-4वटा घरहरू पनि रहेछ जस होमस्टे टाइपको यहाँ चाहिँ
आज हाम्रो फोटो काज हुने राम्रो फोटो काज हुन् ल कता छाउन पुगे सुके Kita sebab kakak, सबै का Jadi budi. Ya, video. Biar asal. हामी छोडौँ अब हामी यहाँबाट पाँच पोखरी पुग्न कुन ठाउँ पार गरेर जानुपर्छ भाइ पाँच पोखरीमा पुग्नेलाई त अब यहाँबाट सुबर डाँडा काट्नुपर्छ त्यहाँदेखि नौसाबाटी पुग्छ कति समय लाग्छ नौसाबाटीसम्म तपाईँहरूलाई हिँड्न सक्यो भने ठिक हुन्छ हिँड्न सकेन भने चाहिँ ढाई घन्टा जति लाग्छ आलु भइसक्यो पुलाउ हामी चाहिँ अहिले यो रातमाटे भन्ने ठाउँमा छौँ रातमा त मला रातमा ठाउँमा छौँ यहाँ चाहिँ यसो अब खाजा ब्रेक सिकारी पाक्छ अब यहाँबाट चोको डाँडा 1 घन्टा ओहो प्याज खतराका एक पिस मलाई पनि प्याज दिनु न ल्याउनु भएको बोकेर यो चाहिँ वासा होममेड वासा हामीलाई पनि थोरै अहिले दिनु है दाइ घर जाने मलाई घर जाने खासै त्यति छैन होइन मलाई त यही मिठो लाग्यो खतरा दिदी सबैलाई हुन्छ यो बाटो भाइलाई हेर्दा त सजिलो छ हौ मनभित्र पीडा लुकाएर हिँड्ने हो नि हसिलो छ त कहाँदेखि आउनु भयो मुख हेर्दा त हसिलो छ केही गाह्रो भएको छैन होइन अब दुःख मन गरेर नि बाटो घट्ने होइन बाटो घट्दैन अरूले के लेखिदियो कता बस्नु विचार छ पोखरीबाट अब आज कता बस्नु
यो चाहिँ चोकर डाँडा यसको हाइट चाहिँ लेखाइदिन्छ है यिनीहरूले चोकर डाँडा यहाँबाट अब 5 पोखरी 5 किलोमिटर लेखिरहेको छ तर मेरो चाहिँ 7 जति होला यो ल अब यहाँ केटाहरू पनि सबैजना आइसकेको छ अब यहाँबाट नौसिङ पार्टी हामीलाई 1.5 घन्टा 1.5-2 घन्टा आज हामी नौसिङ पार्टीमै बस्ने हुस्सु आइरहेछ सलल्ल हुस्सु आइरहेछ नौसिङ पार्टी चाहिँ अलिक मरु